गर्नको लागि दुईवटा ख चाहिन्छ, खट्नुपर्छ अनि खप्नुपर्छ, अनि मात्र सिए भइन्छ। सरकारले कम्तीमा 1000 चार्टर्ड एकाउन्टेन्ट रिक्रुट गरोस् इमिडिएटली। 1000 कम्तीमा। नेपाल सरकारको पेरोलमा 1000 चार्टर्ड एकाउन्टेन्ट भए भने तिनले पक्कै यो देशको अर्थतन्त्रलाई अगाडि लाएर अहिलेको भन्दा धेरै ठुलो कन्ट्रिब्युसन गर्छन् भन्ने लाग्छ। वास्तवमै जीवनमा चार्टर्ड एकाउन्टेन्ट बन्न मात्रै होइन, जहाँसुकै हामी पुगौँ खट्न सक्नुपर्छ, डेडिकेटेड हुन सक्नुपर्छ, फुल डेडिकेसन चाहिन्छ, अनि पेसेन्स लिन सक्नुपर्छ, खप्न सक्नुपर्छ। आउटसोर्सिङ गरेर यहाँ ल्याउने, यहाँ गराउनेमा आइटीमा अलिअलि सुरु भएको छ। यो एरियामा जति पनि पैसा छ। सिए भइसकेपछि जे गर्दा पनि हुन्छ, हामी एकदम फ्री छौँ। इन्टरप्रिनियरसिपमा गयो भयो, जे गर्दा पनि भयो होइन। सानो सानो कामहरू गर्दाखेरि हुन्छ। सोसाइटीले एउटा लेभलको ट्रस्ट गरि नै हाल्छ, अब ब्याङ्कहरूले एउटा लेभलको ट्रस्ट गरि नै हाल्छ। अब बेला भनेको पैसा कमाउनु र विदेश जाने होइन, सबैजना मिलेर एकअर्काको हात समातेर यो देश राष्ट्र निर्माणमा लाग्ने हो। बरु बाहिर गएकालाई देश आम हुने बनाउने। ज्योति जसले आफै जलेर अरूलाई प्रकाश दिन्छ र त्यही उज्यालोले अर्को बाटो देखाउँछ। ठ्याक्कै त्यस्तै नवराज सरले बालिदिनु भएको यो ज्योति केवल प्रकाश मात्र होइन, 1200 भन्दा बढी चार्टर्ड अकाउन्टेन्ट्स फ्रम प्राइम सिए एउटा गौरवशाली प्राइम सिए बन्न हाम्रो विरासत खडा भएको छ।